आज म पछाडि बस्छु बिस्तारै चलाउँदा नसिकाएर के भिडियो बनाएर बस्दा त भन्नु ल डर लाग्यो नि ह्यान्डब्रेक तानेर उठाउनु क्या केही हुँदैन है सलल्ल लगाएर सरर जानुपर्छ अब दिदीको अब आज एक्लै चलाउने रोड टेस्ट कार्यक्रम जारी छ हो त्यो गाडी छ नि यतै बस्नु न बिस्तारै त्यो गाडी आइरहेको छ भने अब आज पहिलो दिन है एक्लै चलाउनु भएको चाहिँ दिदीले बिस्तारै चलाउनुहुन्छ यहाँ अब क्लचमा जानु ह्यान्डब्रेक समात्नु पर्दैन यस्तोमा त ह्यान्डब्रेक समात्नै पर्दैन म यत्तिकै उठाइदिन्छु भन्नु न दिदी डर कतिको लागिरहेछ डर त लागेन नि दिदी बोल्दै बोल्नु भएको नि त बोली फुटेन बिस्तारै बिस्तारै भिडियो लिनु परेन तपाईँ आफ्नै तरिकाले चलाउनु सर हो त्यो खाली भयो बेला सुरुर जानुपर्छ है सिट बेल्ट लाउनु भएन नि त तपाईँले स्पिड अलिक कम गर्नु अनि अलिक साइडमा राखेर नि सिट बेल्ट लगाउनु ल सिट बेल्ट लगाउनु पर्छ नि त सुरुमा अलि त्यता च्याप्नु बढी भयो एक्सिलेटर ठिकै दिन्न हजुर गाडी आएन हेर्नु पछाडि रोक्नु यति भयो ह्यान्डब्रेक तारेर उठाउनु पाइन्छ नि त अनि सब उता काट्नु यतापट्टि नि हेर्नुपर्छ सिट बेल्ट मिरर त पहिल्यै मिलाउनु परेन कि परेन हजुर जान्छ किन नजानु साइड लाइट बालेर बसिदिनु पर्छ है त्यस्तो बेलामा फेरि जाने अब ह्यान्डब्रेक तानेर पहिला कसरी सिकाएको त्यसरी जानु न अब के गर्नु सिकाएको एउटा हातले ह्यान्डब्रेक समात्नु एउटा हातले स्टेरिङ समात्नु एक गियर लाउनुहोस् रेट सिकाएको त्यसरी गर्ने ल ह्यान्डब्रेक समात्नु न एउटा हातले त्यो त सिकायो होइन जानु फेरि क्लज यस्तो गर्नुहुन्न भन्छु त्यो सम्ममा त उठ्यो भने जाममा त अनि बर्बाद हुन्छ त फेरि बोले ह्यान्डब्रेक तान्नु छैन किन र दिदी लाग्यो ल भिडियो लिँदिनँ म हस् चलाउनु जानेपछि मात्रै लिने भिडियो कि लिँदैन लिने ल बिस्तारै चलाउनु सर नडराइकन चलाउनु न हाफ क्लचमा जाने एक्सिलेटर खै पिकअप पुगेन तपाईँको एउटा मिस्टेक चाहिँ के छ भने दिदी यताबाट गइदिनु न नत्र गाह्रो हुन्छ फेरि हामी त सिधै कन्ट्रोल गरेर जानु जब सिधा बनाउनु बिस्तारै जानु आफूले हिँड्नु आरामले सिधा बनाएर अगाडि गाडी आयो नि यताउति भने क्लच फुल थिचेर जाने है हुन्छ नि के हुँदैन कता गइरहेछ मिरर हेर्नु पर्दैन कि मिरर हेऱ्यो भने झन् कन्फ्युज हुन्छ क्या अहिलेलाई मिरर किन हेर्छ आफ्नो अब तपाईँ ब्याकआउट ला र मिरर हेर्नु न स्पिड कम गरेर बिस्तारै हेर्नु मतिर काट्नु अब सिधा बनाइहाल्नु आफ्नो फाक अलि चाँडै काट्नु पर्छ जति काट्यो त्यति खोलिहाल्नु पर्छ काट्नु अलि कन्ट्रोल गरिदिने आज त भाग्य रहेछ हो दिदी तपाईँको खाली पनि छैन नि त खाली छ भनेको क्या खाली छ बुझ्नु न बुझ्नु न स्पिड कम है अलि नछेन है जबरजस्ती किन हरन हाल्छन् कि एकछिन ढिलो भयो नि के हुन्छ हरन चाहिँ किन हाल्नु पर्छ मान्छेहरूले हलेको हल्दै गर्छ नि त सेल्टीहरू
जानु जानु गाडी छिर्छ नि त अलि अगाडि पनि जाने हो नि त अलि अगाडि जानु एक्सिलेटर दिनै पर्दैन कि त्यति ओह्रालोमा त क्लच नै थिचिदियो भने नि जान्छ त ब्रेक छोड्नु त क्लच थिचेर ब्रेक छोड्नु त हल्का बढिहाल्छ त अगाडि सरर जानु न नडरे डर लाग्दो छैन नि स्योर हो नि डर के आगे जित हो नि थाहा छ त डर के आगे जित आफ्नै सुरले चलाउने एक गियर खाली भयो दुई गियर एक गियर खाली भयो दुई गियर हुन्छ नि त्यति डराएर ब्रेक समातेर बस्नु भयो नि फुट ब्रेक ब्रेक समात्नु भएन फुट ब्रेक मलाई बुर्खा हान्न जानु भयो होइन अलिक भिडियो बनाएन क्या तपाईँ चल्नु बिस्तारै जानु न भिडियो बनाएन र यो त ध्यान दिनु होला नि फेरि कतिको मुटु कायम राख दिँदै धेरै उता जानु भयो है स्टेडियम कता गइरह नि हेर न अन्त हो कि पागला हो पागला सबलाई हतार भयो होला तपाईँलाई कति हतार भयो अफिस जानु त्यस्तै त स्पिड अलि बिस्तारै छिर्नु क्लच फुल थिचिदिनु त ट्याक्क हुन्छ एक्सिलेटर दियो अनि मस्त उठाउने नत्र यो त गाडीको पछि पछि गयो नि हुन्छ बल्ल मिल्न पऱ्यो कि होइन कि एउटा बुफर किनेर त्यस्तै गरियो हजुर एउटा बुफर किनेर त्यस्तै गरियो त हरान बजाउने बित्तिकै जा भनेर त्यो एउटा बटन थिचिदिने कि यहाँ के पाइन्छ भनेर भन्छ नि दुर्गेश थापाको गीत राखेर हजुर होइन दुर्गेश थापाको गीत राखेर बिस्तार के हो तपाईँ नछिर्नु है बिस्तारै जानु है रोक्नुहोस् जानु अब काटिहाल्नु न खै क्लच थिचेर ब्रेक समातेर गाडीमा हर्न बजाउनु न गुड हर्न बजाउनु नि आयो होइन जानु स्पिड गर्नु ए गाडी साइड किन दिनु भयो अब यता ठोक्यो स्पिड साइड दिने हो त हर्न बज्यो भनेर गाडी अनि अगाडि हानिदियो न थाहा हुन्छ अनि त्यसपछि ठोकिएको अनि हर्न बजाउँदैमा साइड दिने हो त अनि दिदी त्यस्तो नगर्नु है तपाईँले अहिले चाहिँ एउटा मिस्टेक गर्नुभयो त्यही अलिक कम गरिदिनु न तपाईँले अब अलिक त कम गरिदिनु अब बल्ल उनीहरूले हर्न बजाउँदा पनि साइड दियो भने त अनि त्यसपछि त के हुन्छ अघि के भएको थियो त्यस्तै त्यो रोक्नु नछिर्नु त्यो गाडी जान्छ नि जानु होला अहिले हतार नगर्नु अफिस टाइम कति बजी थियो कति बजी पुग्नु पर्छ त्यहाँ 9 बजे हो कि 9:30 हो कि 10 हो तपाईँको कि हिजोको खरे हराउनु त होइन नि हिजो मैले चलाउँदा हरायो आज तपाईँ चलाउँदा हराउनु आज त दिउँसो छ भन्नु न कति मिनट लाग्दो रहेछ है त आज त्यहाँ पुग्नलाई तपाईँको अफिसमा पुग्नलाई कति जति लाग्छ तपाईँ स्कुटरमा जान 20-15 मिनट
लाग्दैन दिदी बोली फुट्यो नि यहाँ डरले ए प्रभु कस्तो हरन हाल्छ र मान्छेहरूले मैले सिकाएको क्लाइन्ट पऱ्यो अब मैले जाने थिएँ के गर्ने र अरूले अगाडि गाडी हेर्नु जाउँ 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 स्पिड गर्नु 2 गियर नहान्यो आज 2 हान्दै नहान्ने होला नि म त प्यासेन्जर हो नि आज त तपाईँ ड्राइभर हो त भाडा कति लिने भन्नु त अरे भाडा कति लिने 25 कि 50 खै बोल्नु एकदम ध्यान दिएर चलाउनु भइरहेछ है ललितपुर महानगर पाटन हस्पिटल आइपुग्यो हामी पाटन हस्पिटल एकै गियरमा अफिसमा पुग्नु जस्तो छ नि तपाईँ एकै गियरमा के ठिक छ एक गियरमा गाह्रो हुन्छ नि त एक गियरमै चलायो केही फरक परेन क्या अब चाहिँ हिजोसम्मको म साइडमा थिएँ त्यही भएर हुन्छ नि 2 हान्नु जानु स्पिड हल्का स्पिड गर्नु त त्यो चेप्ने पछाडि गाडी आइसक्यो सिधा बनाइहाल्नु फेरि कलिलो अवस्था दुई हानेर स्पिड गर्ने हो एक गियरमा स्पिड हुँयो यस्तो त नगरे अब हुन्थ्यो है क्लजमा जाने है एक्सिलेटर दिनु न हल्का ब्रेकमा खुट्टा हाफ क्लचमा एक्सिलेटर दिएर एक्सिलेटर दिइहाल्नु अनि क्लच छोडिदियो पहिला क्लच छोड्न सिका हो पछाडि एम्बुलेन्स आइरह हो होइन होइन जाउँ एम्बुलेन्स आयो भने साइड दिनुपर्छ है गाडीलाई जहिले नि है दिदी गुड हान्नुभयो कति चाँडो हान्नुभएको देखि स्पिड गर्नु न अब 2 गियरमा त अनि कम गऱ्यो भने त बर्बाद हुन्छ त्यो दिदी जाउँ 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 स्पिड गरिहाल्नु यता काट्नु यता एक्सिलेटर दिएर तपाईँ यो लेन हिँड्नु दिदी लेफ्टपट्टिको लेन हिँड्नु न के आउँछन् पछाडि गाडी छोडिदिनु पऱ्यो नि त अहिले के स्पिड गर्न सक्नु पऱ्यो स्पिड कतिको स्पिडमा चलाउनु भयो 20 ठ्याक्कै पत्ता लगाइदिएँ होइन मैले पछाडि हेरेर बसेर भन्नु न तपाईँले त्यो छिरी ठाउँमा त अलिकति गाह्रो होला नत्र गाह्रो हुँदैन है कि त्यहाँ सक्नुहुन्छ त्यहाँ सक्नुहुन्छ कि सक्नुहुन्न होला किन घटाउनु खाली भएको कुरालाई पनि घटाउनु पर्दैन नि
तल आयो नि हो गियर घटाउने रोकेर उठाउने बेला गएर अहिले त्यहाँ रोक्नै पऱ्यो नि घटाउँला नि गियर हजुर नम्बर ए त्यहाँ जे त्यो ट्राफिक लाइटको नम्बर नभएको त राम्रो नि दिदी झ्याप्पै रोकिँदैन अब चाहिँ घटाउँदा हुन्छ बिस्तारै घटाउनु ल गेट त्यहाँ गाडी पनि हेर्नु नछिरै त्यो साइड लाइट बालिरह नि हेरे त्यो गाडीले जानिदिनु पर्छ पहिला बिस्तारै गर्नु त्यो गाडी आइरह अब हेर्नु त्यो गाडी पनि जानिदिनु पर्छ गेट साइड लाइट नै बालिसक्नु भएछ त हाउ फास्ट जानु यतै त चाहिँ आफै अफ हुन्छ है साइड लाइट हतार नहुनु कता जानु लाउनु भयो तपाईँ हामी उतापट्टिको लेन हिँड्नु पर्ने हो ब्रेकमा लेफ्टपट्टिको साइड लाइट बाल्नु बिस्तारै जानु जाउँ स्पिड हल्का छिराउनु त हाफ क्लचमा है एक्सिलेटर दिएर उतापट्टि जाने हो नि त हामी त उता पेल्नु खै त साइड लाइट मारु भन्छ कि म साइड लाइट मरु भन्छ कि मारु भन्छ दिदी मरु भन्छ कि मारु भन्छ नेवार भाषामा त यतै त चाल्नु एक्सिलेटर दिएर हाफ क्लच खै एक्सिलेटर खेलाउनु भयो पर्दैन हाफ क्लचमा यता उता गरी पख्ने नातिन है अगाडि हेर्नु हाफ क्लच एक्सिलेटर छोड्नु हुन्न भने होइन जाममा हाफ क्लचमा खेलाउने हो क्या दिदी अनि बल्ल पो आफूले सजिलो हुन्छ अब यतै त हिँड्नु तपाईँ हो किन ढिलो 2 हान्दा नि हुन्थ्यो हल्का खाली भएपछि त 2 हानिदिनु क्या हामी लेफ्ट जाने हो नि त 2 हान्दा फरक पर्दैन तर स्टेरिङ चाहिँ हल्लाउनु भन्यो गियर हान्ने बेलामा साइड लाइट बाल्नुहोस् लेफ्ट जाने भएपछि लेफ्टको साइड लाइट बाल्ने किन कस्तो हरान हाल्छन् हो मान्छेहरू नि के भयो होला यार यति हरान हाल्ने यता मान्छे स्पिड कम एक गियर लाउनु पर्दैन तपाईँले अब साइड छोडिदिनु भयो नि त दिदी साइड छोडिदिनु हुन्न कि त्यसले हर्न हाल्दै ऊ ब्रेक तेरि हर्न हाल्नु न कस्तो मान्छेहरू होला जे होस् मैले मान्छे चाहिँ ठोक्रुन्न भन्ने चाहिँ म विश्वास भयो है यति भएपछि चाहिँ अब पछाडिबाट हान्दियो भने के जान्नु जाउँ बिस्तारै जानु नत्र नि मान्छे ठोक्रुन्न भन्ने चाहिँ विश्वास भयो दिदी मलाई किन फेरि छोडिदियो हर्न हालेर अनि तपाईँ बिस्तारै गर्दैछ हर्न हाल्दैन त उनीहरू ओभरटेक गर्नलाई 2 हान्नु भयो यता नि हेर्नु है खल्टो सोल्टो यता नि हेर्नुपर्छ पछाडिको भाग यसो आँखा लाउने कम गरिदिनु न तपाईँले उनीहरूले ओभरटेक हान्ने बेलामा ओभरटेक हान्ने बेला त अनि गर्नु पऱ्यो नि त नि मैले भिडियो बनाइरहेको छु कि अघि नै देखाउने पछाडिबाट भिडियो बनाइरहेको छु नि मैले दिदी डराएर एक गियर लाउनु पर्ने हो खास दिदी ल ठिक छ केही फरक परेन ब्रेकमा खुट्टा कन्ट्रोल नछिर है नछिर 1 गियर 1 गियर हो ल तपाईँतिर गाडी हाल्नु तपाईँतिर
स्टियरिङ सिधा बनाएर बल्ल नि एक्सिलेटर र क्लचको काम गर्नुपर्छ है। यहाँ बिहा रहेछ दिदी, उसको बिहा हो। मेरो बेरे चाहिँ दिदीको नाम सन्जु है। सन्जु दिदीको नाम के अरे? के भन्नुभयो? एलिना। दाइको नाम? ए प्लस त्यही भएर ए अर्को दिदीको नाम को हो त है सन्जु त। जाउँ बिस्तार। मैले बिर्सिया त छैन, म दिदी भनिरहेको हुन्छ। अहिलेसम्म नामै थाहा थिएन मलाई, आज थाहा भयो नि त। अहिले पछाडि बसेर चलाउँछ। ए अँ त है, ठिक छ। अब केही नगरेर सिधै जाने, अफिस जाने, अनि त्यसपछि एक गेट लाउनु पर्छ। लाउनु भयो? मलाई नसिका भन्नु न। अब मैले जानिसकेँ। अब त्यसका जाम आएपछि देखिन्छ मेरो हरन हालेर बिस्तारै जहाँ पनि अलिक साइड मात्रै रोक्नुपर्छ यार बाइक पनि। स्कुटर साइड भन्ने नै छैन क्या हो दिदी। अहिले त बाइकले के गरे त्यस्तो है? बाइकले के बाइकले इट्स नथिरो है। उता गएको जाममा डर भर केही छैन मान्छेहरूलाई। अनि डममा ठोकिएछ, अनि त्यसपछि तिराउने किन भए उ गर्ने है। भोलिबाट अर्कोबाट नै आउनुपर्छ है दिदी। अलि उता जानु हजुर। स्पिड खै कम गर्ने होइन। अहिले गाडी आयो भने के गर्नुहुन्छ? काट्नु भएको पुरै ब्रेक काट्नु पऱ्यो। खै काट्नु भएको पुरै हो यसरी गाडी आउँछ कि दिदी। अब एक्सिलेटर दिएर खै एक्सिलेटर बिस्तारै खोल्नु। दिदीको अफिस यहाँ। अब यहाँ दिदीको अफिस यहाँ छ। यस्तो अलिकति हरन हालेर छिर्नु है। अहिले त्यहाँ गाडी आइदियो, स्पिड कम गरेर। अब हामीहरू पसिना निस्किन्छ। अब बिस्तारै जानु, हरन हाल्नु। जाउँ हाफ क्लचमा, क्लच फुल थिच्यो अनि एक्सिलेटर दिएर उठाउने है। उठाउने बेलामा एक्सिलेटर दिएर। खै एक्सिलेटर तपाईँको? एक्सिलेटर त उता काट्नु, तपाईँतिर काट्नु न। अब काटेपछि खोल्नु पर्छ क्या। स्टेरिङ कहाँ गइरहेको छ हेर्नु त। उता काट्नु, अझै काट्नु, अझै उता भित्तामा हेर्नु त कता गइरह। गाडी भित्तामा गइरह है, लेफ्टपट्टिको हो। दुईपट्टि हेर्नु पर्छ। भयो यता भित्तामा हेर्नु, भित्तो त्यो अस्ति बस्ने मान्छेहरू नि अस्ति गाडी लिएर आएको थियो साइडमा। आज एक्लै आहान भन्ला नि। अफिसमै छिराउनु पर्ने दिदीको। छिराउने अफिसमै अलिक छिर्दैन होला अफिसमा है। तपाईँतिर काट्नु फेरि साइड। अब साइडतिर गाडी कट्छ त्यो गाडी भन्नु यताबाट साइड दिनु न। अझै आउनु पहिला एक्सिलेटर छोड्ने होइन कि दिदी, स्पिड कम है। ऊ त्यो अझै त्यता जानु हजुर। न स्पिड भयो है। तपाईँतिर काट्नु न। तपाईँतिर धेरै भयो यतिकै राख्नु। एक्सिलेटर खै जाउँ न। ब्रेक जाउँ एक्सिलेटर दिन्न, क्लच छोड्नु। थिच्नु अनि ब्रेकमा खुट्टा। खै ब्रेकमा खुट्टा यता पछाडि तान्छ नि। त्यही भएर हाफ क्लचमा एक्सिलेटर खेलाइराख्नुपर्छ भन्छु। अनि कहिल्यै गर्नु न। उता काट्नु। त्यही भएर एक्सिलेटर क्लच खेलाइदियो भने त्यस्तो हुँदै हुँदैन। उता अलि उता राख्नु न। हिजो अस्ति कहाँ रोक्नु? त्यही रोक्नु। गाडी त आउँदैन त नि। गाडी नआएर के आउँछ भन्दा त ठ्याक्कै कति मिनट लाग्दो रहेछ भनेदेखि तपाईँले गाडीमा आउनु भने रोक्नु हो है। सिधा बनाएर रोक्नु। ब्रेक ए प्रभु ल त हेर्नु ल है। सबै लिएर आउनुभयो गाडी चाहिँ। राखेर नि भोलिबाट सजिलो हुन्छ। ल ल ल।